नमस्ते, म लोकराज भट्ट। हजुरलाई हार्दिक स्वागत छ मेरो यस युट्युब च्यानल स्वास्थ्यका कुरामा। आज म हजुरलाई चाहिँ रक्तचाप ब्लड प्रेसरको मापन कसरी गर्ने, मैले दैनिक चाहिँ बहिरङ्ग विभागमा अथवा चाहिँ ओपिडीमा चाहिँ दैनिक झेल्नु परेको समस्या र सम्झाउनु पर्ने, काउन्सिलिङ गर्नुपर्ने समस्याहरू आइराखेका हुन्छन्। त्यही भएर म हजुरलाई चाहिँ यो जानकारीमूलक भिडियो बनाउन गइरहेको छु र ब्लड प्रेसर अथवा चाहिँ रक्तचाप चाहिँ मापन कसरी गर्ने भन्ने बारेमा हजुरलाई आज म क्लियर बनाइदिनेछु। त्यसको लागि हजुरले यसलाई चाहिँ ध्यान दिएर सुन्नुहोला र यो कस्तो लाग्छ यो भिडियो फेरि मलाई थप सल्लाह सुझाव दिनुहोला भन्दै हुन्छ। म अगाडि बढौँ। अब रक्तचाप भनेको कम्तीमा पनि 18 वर्षभन्दा माथिको सबै वयस्कहरूले रक्तचाप मापन गर्नुपर्ने हुन्छ। विशेष अवस्थामा पेडियाट्रिक अथवा चाहिँ बच्चाहरूको पनि ब्लड प्रेसर माप गर्नुपर्ने हुन्छ। त्यो चाहिँ अब एडमिसन भएको हस्पिटलमा एडमिसन भएको अवस्थामा त्यसको चाहिँ भाइटल साइन भनेर चाहिँ गरेर हुन्छ। त्यसपछि सामान्यतया हामी वयस्कहरूले चाहिँ कसरी ब्लड प्रेसर चाहिँ मापन गर्ने भन्ने कुराहरूको बारेमा म हजुरलाई चाहिँ ध्यान दिनुपर्ने कुराहरूको बारेमा चाहिँ भन्न गइरहेको छु। र सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा के हुन्छ भने हामीले पछिल्लो 30 मिनटकोमा चाहिँ कुनै पनि किसिमको व्यायाम नगरेको हुनुपर्छ। दोस्रो कुरा भनेको पछिल्लो 30 मिनटमा चाहिँ व्यक्तिले चिया, कफी, स्फूर्तिजन्य पदार्थहरू सेवन गरेको हुनु हुँदैन र व्यक्तिले कम्तीमा 5 देखि 10 मिनटसम्म शालीनतापूर्वक आराम गरेको हुनुपर्छ। मनमा कुरा खेलाएको, तनाव भएको त्यस्तो हुनु हुँदैन र मापनको समयमा बिचमा चाहिँ कुराहरू गर्नु हुँदैन। ढाड सिधा हुने गरी अडेस नलागिकन चाहिँ बस्नुपर्छ र बिपी कपलाई चाहिँ हाम्रो नाप्नेवाला बिपी कप हुन्छ त्यसलाई चाहिँ मुटुको लेभलमा राख्नुपर्छ र उपयुक्त सही आकारको अब त्यो बिपी कपहरू विभिन्न साइजमा उपलब्ध हुन्छ। त्यही भएर एडल्टको लागि एडल्ट साइजको चाहिँ बिपी कपको प्रयोग गर्नुपर्छ। हात र पाखुरा दुवैलाई चाहिँ आड दिनुपर्छ, मजाले चाहिँ आफ्नो आड टेकेर गर्नुपर्ने हुन्छ। र अर्को बिपी कपको माथिल्लो भाग हुन्छ, माथिल्लो पाखुरामा चाहिँ 80 देखि 100% चाहिँ त्यसले चाहिँ घेरेको हुनुपर्छ र बिपी कपले पाखुरा प्रतिशतसम्म चाहिँ 40% चाहिँ घेरेको हुनुपर्छ र बिपी कपलाई खाली हातमा लगाउनु पर्ने हुन्छ र बाक्लो कपडा र माथि चाहिँ बिपी कपलाई कसेर लगाउनु हुँदैन र बिपीको सठिक रेकर्ड गर्नुपर्छ, राउन्ड अप गर्नु हुँदैन, बिचबाट चाहिँ अझ फेरि माथि लैजानु हुँदैन र दुवै खुट्टालाई जमिनको समान स्तरमा, एक खुट्टामाथि अर्को खुट्टा नअडिएको अवस्थामा चाहिँ समान स्तरमा चाहिँ के गरेको हुनुपर्छ भने जमिनलाई चाहिँ भुइँमा छोएको हुनुपर्ने हुन्छ है। अब स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य शिक्षा र परामर्श सधैँ सबैका लागि भन्ने छ। यसमा हामीले चाहिँ ब्लड प्रेसर कन्ट्रोल गर्नुको लागि नियमित शारीरिक क्रियाकलाप गर्नुपर्छ, जसमा चाहिँ हप्तामा कम्तीमा 150 मिनट, एक हप्तामा कम्तीमा पनि 150 मिनट जति गर्नुपर्ने हुन्छ। स्फूर्तिजन्य पदार्थको प्रयोग नगर्ने, मदिराको सेवन नगर्ने, हरेक दिन प्रशस्त मात्रामा ताजा हरियो सागसब्जी फलफुलहरू खाने गर्नुपर्छ। नुनको मात्रा घटाउनुपर्छ। नुन भनेको सोडियम, त्यसलाई चाहिँ कम्तीमा पनि हामीले चाहिँ घटाउनै पर्ने हुन्छ। हाम्रो दैनिक जीवनमा धेरै प्रयोग भइराख्ने हुन्छ। यसको चाहिँ डेली रिक्वायरमेन्ट भनेको 5 ग्राम भन्दा चाहिँ तल हो है। र धेरै नुनिलो, धेरै गुलियोयुक्त खानेकुराहरू नखाने र तनाव व्यवस्थापनका लागि हामी चाहिँ योग पनि गर्न सक्छौँ है। त्यसैले हामीले चाहिँ हाम्रो जीवनशैली पनि सुधार गर्नुपर्ने, जीवनशैली परिवर्तन गर्नुपर्ने अनिवार्य छ। र अबको समय भनेको नन कम्युनिकेबल, नसर्ने रोगहरूको प्रकोप चाहिँ हुने कुरा विश्व स्वास्थ्य सङ्गठनले चाहिँ हामीहरूलाई डेटा समेत दिइसकेको अवस्था छ। त्यही भएर समयमै सजग हौँ, आफ्नो बिपी, आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिउँ, समय समयमा चाहिँ ब्लड प्रेसर निदान गरौँ, औषधिको सही मात्रामा सही समयमा प्रयोग गरौँ र ब्लड प्रेसरबाट हुने अपाङ्गता र मृत्युबाट चाहिँ बचौँ। हस्, धन्यवाद।